सो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग होइन हामी चाहिँ अहिले छौँ माथि भ्यू पोइन्टमा र मस्त यहाँ किस्ने छन् कता गएँ ऊ त्यहाँ एउटा किस्ने छन् र म चाहिँ यहाँ 1756मा चाहिँ म माथि आइसकेको छु र यहाँ हाम्रो पुरा हेम्जावाली देख्यो एकछिनमा 1x देखाउँछु त्यहाँ गाइज हाम्रो हेम्जावाली है पुरा देख्यो राति त लगभग 6 बजे अहिले चाहिँ हिउँदमा अलि छिटो राति हुने भएर त्यो बवाल देख्यो र यहाँ चाहिँ मेरो साथी देखेको चाहिँ होइन साथीलाई र यो चाहिँ हाम्रो हेम्जावाली होइन रेट्समा त अलिकति हुँदो रहेछ तर पनि यो चाहिँ यता सुइखेत जस्तो ठाउँ छ र यता चाहिँ हाम्रो ठ्याक्क हो यहाँ चाहिँ अलिकति हो यो ठुलो लाइटबाट ठाउँ चाहिँ हाम्रो के अरे मिलन चोकको लाइट छ यतापट्टि वा माथि डाँडासम्म देखिन्छ त्यो डाँडा हो एउटा र यता चाहिँ हरिचोकदेखि बगरसम्म भ्याली छोड त सो गाइज होइन हामी चाहिँ यता फेरि अब त्यहाँबाट मान्छे आइसक्यौँ र यहाँ मेरो साथी मलाई देखिएन आज चाहिँ र यो चाहिँ यहाँ देवीको मूर्ति जस्तो छ यहाँ भित्रपट्टि पनि खै मेरो चाहिँ खुसेन मोबाइल र यो पनि एउटा नै हो यतापट्टि यो स्वामीको रुख लास्टै ठुलोवाला अनि यतापट्टि चाहिँ पुरै थाम छ तर यो अल्ट्राइडमा त्यति राम्रो आउँदो रहेछ यतापट्टि चाहिँ यो छ र यहाँ चाहिँ आज के थियो अरे किस्ने पूजा होइन आज बाला चतुर्दशी थियो के हो बिउ छान्दिन थियो त्यसैमा चाहिँ आज विष्णु फडा खाने माथिपट्टि उसको र टाढा चाहिँ अब हामी चाहिँ घर जान्छौँ ट्याक्क फेरि एकछिन भ्लग बनाएर दाजु सो गाइज ल अब चाहिँ हामी घर फर्किनेछौँ यहीँसम्म थियो हाम्रो यात्रा र यहाँ थोरै 2 मिनटको फोटोग्राफी हान्न आएर चाहिँ हामी घर जान्छौँ यो भ्लग चाहिँ धेरै भयो 2 मिनटको होला होइन धेरै भयो अलि थोरै भयो 2 मिनटको होला ल यो हाम्रो हेम्जावाली र यो चाहिँ रातिको लुक अब चाहिँ म यहाँ फोटोग्राफी हान्न घर जान्छु बाई बाई टाटा